कसले भन्यो जुम्लाको हिलो खाए जो थोलो हरिया भैरेलाई कमेडी गर्छ मात्र भनेर। डान्स हेर न डान्स। नेपालका सानोतिनो डान्सरहरूले त च्यालेन्ज गर्छ च्यालेन्ज। आखिर भैरे हो नि त भैरे। डान्स हेर्नुस् अब भैरेज्यूको हिलो खाए जो थोलो हरिया। मार्दै गोली सुनी भैरे नाच भैरे नाच भैरे नाच भैरे नाच टेन्सनलाई मार्दै गोली सुनी भैरे नाच भैरे नाच भैरे नाच भैरे नाच कि औला ओसिर कि औला थालेको चिन्ताको बढिले सबैको एउटा चाहना हुन्छ सहर जाने डान्स सिक्ने। डान्स सिक्नलाई कुनै सहर जानु पर्दैन, गाउँमा पनि डान्स सिक्न सकिन्छ। अनि मैले कता कता सुनेको हुम्ला जुम्ला कालीकोट ती ठाउँहरूमा त खालि देउडा दोहोरीहरूमा मात्र नाच्छन्। अब यो हेर देउडा दोहोरी हो कि हाम्रो अहिले सामाजिक सञ्जालमा चलिरहेका डान्सहरूमध्ये एउटा उत्कृष्ट डान्स हो। तर भिडियो क्वालिटी कम होला, तर डान्स भने कम भने छैन। यो भ्लग अन्तिमसम्म हेरिदिनु होला र कस्तो छ त्यो पनि कमेन्ट गर्नु होला। भिडियो सक्दो राम्रो बनाउन कोसिस गरिरहेको छु। वेलकम टु फ्रम महाबाई। हामी जातलाई महाबाई होइन। बिहान बिहान केटा उठेर चिया खाएर सब यति बसिरहेको छौँ होइन। म चाहिँ यति झोला समातेर बसिरहेँ, केटा सब मोबाइल चलाइ बसिरहन्। अब रविन्द्र खाँचो त मैले देखाएन है। यहाँ उता दुईवटाजना मोबाइल 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 यता नि मोबाइल। अनि चिया खाएर घाम चाहिँ बाहिर उदाउनु थालिसक्यो। घाम उदाउँदा बित्तिकै हामी चाहिँ जान्छौँ ग्राउन्ड फ्रेससँग घुमघाम गर्न होइन। अहिले स्वागत छ। स्यास्या सुसु बढी हुन्छ कि नदी किनारमा हामी होटल चट्ट लाएर। साथी चट्ट लगाएर हामी चाहिँ अहिले खाना खान जान लागेको होइन। बिहान अहिले 12 बजी थालिहाल्यो। अहिले खाना खान लाग्यो किनकि त्यस्तै भयो भनौँ न। ढिला उठ्यो, 8 बजीतिर उठ्यो के भयो त्यस्तै भयो। बाहिर चाहिँ निस्क्यो कि हल्का अहिले चाहिँ हामीलाई अब बिहानसम्म चिसो थियो अनि अहिले चाहिँ हामीलाई अनि अझै खाना जान लाग्यो। 4 जना खाइहालेँ। 4 जना खाना बाँकी छ। म रविन्द्र खान लाग्यो। रजिन अन्जु सर पछि खान्छ होमकाण्ड खान। अनि बाहिर यहाँ हाम्रो यो घर होटल भयो त्यसको यता बाटो उता नदी छ क्या। आवाज आएको हुन्छ त्यो भ्लग गराउने कुनै वातावरणै छैन। आज यहाँ 5-6वटा कलाकार बबाल खाले विपिना सिंह को टाइपको छोराटी टाइपको आउने अरे छोराटी आउने अरे होइन। त्यही हो। अब कोही अब राति हाम्रो चाहिँ निदाउन नपाएर सुतिरहेछन्। हामी चिसोमा निदायौँ। अब खानासाना खान्छौँ। कस्तो हुन्छ त्यो मेला पनि रहेछ, फेरि महोत्सव पनि हुने रहेछ। महोत्सव पनि हेर्छौँ। अनि यहाँ टन्न टिम छ, केटीहरू पनि भलिबल छ, केटाहरू पनि भलिबल छ। हेरौँ खेलौँ होइन। त्यो साथी अब चट्ट लगाएर म खाना खान जान्छु अनि भेटौँ।
नेक्स्ट डे हुँदा नेक्स्ट डे आज यहाँ पुगेको तेस्रो दिन भइसक्यो नि चट्ट लगाएर आजबाट गेम सुरु भयो भर्खर होइन अस्ति आएको दिन सुरु भएन उद्घाटन भने उद्घाटन भएन हिजो उद्घाटन भयो अनि आज चट्ट लगाएर 6 महिना हामी चाहिँ त्यही हो यहाँ त्यति खेलिरहन् खास ऊ त्यही मेला हामी झ्यालबाट हेरिरहेको छौँ यता मेला ऊ त्यहाँ तल टेन्ट देखिने त्यहाँ तरकारी सरकारी बेच्ने ठाउँ चट्ट लगाएर हाम्रा खेलाडीहरू एन्निमी छन् कोही ऊ एन्नी रविन्द्र रजिन छन् कि एन्निमी होइन जस्तो यो ठाउँ चाहिँ बब्बाल छ बब्बाल यहाँ चाहिँ धेरै जस्तो यस्तो हुँदो रहेछन् कि गोरुसोरु यताउति हुने ठाउँ चाहिँ यस्तो हुँदो रहेछन् कि चट्ट लगाएर होइन एकदम रमाइलो छ यस्तो हेरिबस्यो होइन रविन्द्र सर हेर्दै हुनुहुन्छ मलाई चट्ट लगाएर त्यो साथीहरू चट्ट लगाएर आज अब चाहिँ हामी 10 बजी हाल्यो हामी चाहिँ चट्ट लगाएर टाउको धुन जान लाग्यो म र कमल दोस्त केटाहरू सब गेम हेर्न गएछन् गेम जस्तो राम्रो भएन अहिले फर्स्ट म्याच हो म बसन्त अनि हाम्रो कमल दोस्त यहीँ कोठामा बसेर हामी यत्तिकै गएर हामी आएको अब टाउको धुन जान लाग्यो साथीहरू चट्ट लगाएर टाउको धुन जान्छ अनि भेट टाउको धुन गएको गेम पढिहालेको छैन अनि हामीभन्दा अगाडि अर्को टिम थियो तिनको चाहिँ प्लेयरहरू आएन छन् अनि हामी खेल्न जान लाग्यो कस्तो रम बिग्रियो होइन टाउको नै सुकाएन क्या राम्रोसँग उ गर्न गएको थिएँ के भन्छ म नुहाउनु गएको थिएँ अनि नुहाउँदा टाउको धुन गएको थिएँ अनि गेम परेछ आएर हाम्रो नयाँ ड्रेस चाहिँ यो चट्ट लगाएर सब हिँडिसक्यो म र कमल दोस्त मात्र छौँ होइन केही छैन ठिक छ साथीहरू ल भइसक्यो हामी जानुपर्ने हुन्छ साथीहरू त्यही अब गेम आइसकेपछि भेटौँ ल सोगाई चट्ट लगाएर एउटा गेम पनि जित्यो होइन एउटा गेम जितेर नि अहिले खानासाना खाएर बसिरहँ डक्क मैले चाहिँ टाउको धोएको थिएँ त्यही भएर अनि रचिन्छ चट्ट सक्छ फेरि कसैले सक्दैन नि हाम्रो होटल चाहिँ यो चट्ट लगाएर होइन खानासाना खाएर फेरि अहिले गेम हेर्न जान लाग्यो यहाँ त मेला पनि लाग्दो रहेछ कलाकारहरू पनि आएन एउटा भैरे आँखा अन्तर्राष्ट्रिय स्पेक हान्ने मानबहादुर कुवर भैरे होइन रचिन सर यति बसिरहनु भयो रमाइलो छ पानी यस्तो बल छ साथीहरू अब चट्टा मेला हेर्न जान लाग्यो एकछिन म धदिन बिस्तारै धदिनको लागि सर्ट दिएर आउँछु म हामी फेरि मेला हेरेर जानुपर्ने हुन्छ साथीहरू होइन कुरो त्यही हो अनि सब भइहाले म धदिन माथि सुन्ने यस्तो खोलाको आवाज आउँछ नि पुरै छोडिदिनु कि खोलाको बबाले आवाज आउँछ कि भैरेजीको हामी सुमना साई कहाँ हुनुहुन्छ कृपया स्टेजमा आइदिनु पर्यो सुमना साई भैरेजीको प्रस्तुति हेर्न हामी रेडी छौँ है चट्ट लगाएर ए टुक्का यता पनि सायद तिमी नै हौ मेरो मुटुको धड्कन सायद तिमी नै हौ भविष्य र वर्तमान दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा यो मे गरेको कलाकारले गायो कि बाग्राले गायो थाहै छैन क्या फेरि आजभोलि गीतलाई व्यङ्ग्य है हजुर जुम्ला कालीकोट भनेको देउलामा अगाडि हो यस्ता मे गर्ने गीत नसुन्नु भेडा चराउन आएको छु प्रिय पछाडि फेरि अक्कै प्रिय हेरिरहेछ यार तिम्रो बोयफ्रेन्ड मन गोदा लायो डर लागिरहेछ म भेडा चराउन आएको छु प्रिय तिमी गाई लिएर आऊ भैरे गुन्डा जस्तो लाग्छ भनेपछि तिम्रो दाइ लिएर आऊ तर आउन चाहिँ आऊ है प्रिय हल्का रमाइलो फेरि अनि 6-7 जना हातै आएर रुवा उक्कै दियो भने चाहिँ बर्बाद हुन्छ भैरको जुम्ला जान पाउँदैन मार्दै गोली सुन्नी भैरे नाच भैरे नाच भैरे नाच भैरे नाच टेन्सनलाई मार्दै गोली सुन्नी भैरे नाच भैरे नाच भैरे नाच भैरे नाच कि औला ओसी कि
चिसो बतासै चल्यो फेरि काटेर खाँदा अगाडि बिगाडियो चिसो बतासै चल्यो सिरेटोले हान्यो माया केले तान्यो मन उड्यो चङ्गा छैन र माया भएन र माया भोलि चाली बन्द लाएर बेलुका पनि भइसक्यो हामी चाहिँ चाउचा खान लागेको नास्ता खाँदैनौँ त्यो चट्टा लगाएर दिउँसो अलि चाउचा खान लागेको होइन अनि म र मेरो डिआई भाइ चाउचा खान लागेको चाउचाको नाम पनि के रहेछ साथी रहेछ है साथी रहेछ चट्टा लगाएर साथी तिमीलाई बहुत सम्झाएको छु साथीको लागि एउटा जाओस् न होइन यो यस्तो रहेछ टक्क लगाएर ठाउँ होइन यहाँ त मान्छेहरू भेला मान्ने त्यहाँ चाहिँ खेल्ने ठाउँ होइन अनि यस्तो रहेछ ठाउँ चट्टा लगाएर होइन अनि यताबाट नदी आएको छ उताबाट आएको नदी छ होइन त्यही ऊ एनिमै छ भलियो खेल्ने ठाउँ अनि अलि माथि छ मान्छेहरू हटिन्छन् अडियन्सहरू एक्ला ठाउँ यस्तो छ बब्बाले खाले